बोकेर हिँडिरहेका राजावादीहरू एक ठाउँमा उभिन नसकिरहेको अवस्थामा त्यसलाई चिर्दै अहिले एकीकृत भएका छन्। बिहिबार संयुक्त जनआन्दोलन समितिले जनआन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघि छुट्टै देखिँदै आएकाहरू एक ठाउँमा उभिए। राज संस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मलाई मूल मुद्दा बनाएको समितिको कार्यक्रममा संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपाल राष्ट्रिय अभियानका अध्यक्ष केशरबहादुर विष्टले एउटै मञ्चबाट हिन्दू राष्ट्र र राज संस्था सहितको प्रजातन्त्र स्थापना गरेरै छाड्ने उद्घोष गरे। गणतन्त्र स्थापना दिवस अर्थात् जेठ 15 गतेलाई लक्षित गरेर समितिले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ। व्यवस्था परिवर्तनका लागि हुन लागेको आन्दोलन भद्र, अवज्ञा र सत्याग्रहको स्वरूपमा हुने हुँदा शान्तिपूर्ण हुने समितिको भनाइ छ। संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति